आराधना र भक्ति चाहिँ परमेश्वरको चाहना मात्रै होइन कि हामीहरूको लागि लाभ हो। कति बेला हामीले के सोच्छौँ भनेदेखि चाहिँ आराधना र भक्ति चाहिँ परमेश्वरको चाहना रहेछ र कति बेला चाहिँ बाइबलको आज्ञा हो यो भनेको जस्तो हामीलाई लाग्छ। तर तपाईँलाई थाहा छ आराधना र भक्तिले चाहिँ हामीहरूको जीवनमा लाभ लिएर आउँछ। पहिलो तिमोथी 6:6ले के भन्छ भनेदेखि चाहिँ सन्तुष्टि सहितको भक्ति झन् ठुलो लाभ हो, कृतज्ञताको चिन्ह हो आराधना भन्ने कुरा, भक्ति भन्ने कुराहरू चाहिँ। यदि हामी कृतज्ञ र सन्तुष्टि भएनौँ परमेश्वरप्रति भनेदेखि हामी आराधना गर्न मन लाग्दैन अनि हामीले चाहिँ गणगण गर्न मन लाग्छ। गणगणले न हाम्रो चरित्र राम्रो हुन्छ न हाम्रो फलिफाप हुन्छ। गणगणद्वारा चाहिँ बाइबलमा मानिसहरू दुष्ट पुस्ता भनेर चिनिएको छ र मानिसहरू चाहिँ ठुलो सर्वनाशमा पुगेको छ। किनभनेदेखि हाम्रो जीवनशैली भनेको गणगण गर्नु र असन्तुष्टि हुनु होइन। किनभने परमप्रभु परमेश्वरले चाहिँ हामीहरूको लागि सबै थोक दिनुभएको छ अनि सन्तुष्टि र कृतज्ञ हुनु भनेको चाहिँ परमप्रभु परमेश्वरले सबै थोक दिनुभएको छ र हामीलाई उहाँले कुनै पनि कुरामा कमी राख्नुहुन्न भनिकन परमेश्वरको शत्रुको अगाडि हामी प्रस्तुत हुनु हो। परमेश्वर आराधनाको योग्य हुनुहुन्छ भनेदेखि चाहिँ आराधना चाहिँ परमेश्वरको शत्रुको अगाडि ठुलो एउटा धमास पनि हो।